युनियन भनेको तपाईको कहिलेकाहीँ 5 मार्क्सको अक्सर चाहिँ 5 मार्क्सको सोध्छ अनि कहिलेकाहीँ चाहिँ हाम्रो 10 मार्क्समा पनि मिक्स गरेर चाहिँ सोधिदिने गर्छ यो क्वेसनलाई स्ट्रक्चर युनियनलाई। यो चाहिँ एउटा क्वेसन चाहिँ यहाँबाट फिक्स नै आउँछ। फर्स्ट सेमेस्टरका भाइ बहिनीहरूले चाहिँ यो च्याप्टरमा एकदमै सजिलो च्याप्टर पनि छ अनि चाहिँ हाम्रो मार्क्स ल्याउनुको लागि 5 मार्क्स त कन्फर्म यहाँबाट नै आउँछ। त्यही भएर यसमा चाहिँ कहीँनिर कन्फ्युज भएपछि चाहिँ सोध्नु होला। अनि बीचमा चाहिँ क्वेसनहरू म क्वेरीहरू गर्छु। क्वेरीहरू गरेपछि यहाँहरूले चाहिँ ढुक्क भएर त्यो क्वेरीहरूको चाहिँ एन्सर चाहिँ दिनुहुनेछ भन्ने आशा गर्दछु। त्यसैगरी फेरि अहिले चाहिँ मैले यो भिडियो ओपन गर्दाखेरि चाहिँ मेरो नेटमा प्रब्लम भएकोले भिडियो अन गर्न चाहिँ सक्दैन है। त्यसको लागि सरी। चाहिँ म चाहिँ स्क्रिन सेयर गर्न गइरहेको छु। क्यान आई भिजुअल और अडिबल? भिजुअल त छैन, सरी। क्यान आई अडिबल? ओके। बीचमा चाहिँ कति बेला चाहिँ यदि आएन, साउन्ड आएन भनेपछि प्लिज चाहिँ भनिहाल्नु होला। म चाहिँ त्यतिखेर चाहिँ काम गरेन भनेपछि डेटा निकालेर पनि यहाँहरूलाई चाहिँ गराउने छु। सो अहिले चाहिँ मेरो नेट चाहिँ काम गरिरहेको छ भन्छु है त। सो म अहिले चाहिँ गइरहेको छु प्रेजेन्ट गर्नलाई। एकदमै ध्यानपूर्वक सुनिदिनु होला है त। सेयर। ओके, सेयर भयो। मेरो स्क्रिन सेयर भएको छ। सेयर भएको छ है। ल ओके। यसमा चाहिँ मेरो इन्ट्रोडक्सन भन्नुपर्दा चाहिँ म चाहिँ रोहित पाल, अहिले चाहिँ इको क्लब एसएनएस इको क्लबको प्रेसिडेन्ट, सिएसआइटी फोर्थ सेमेस्टरमा अहिले अध्ययनरत छु अनि चाहिँ मर्निङ ग्लोरीमा टिचिङ पनि गर्दछु अनि साथसाथै एनप्याप्सन म कञ्चनपुरको भाइस सेक्रेटरीको रूपमा पनि काम गरिरहेको छु। प्लस त्यसमा चाहिँ म चाहिँ डलद्राबाट अहिले फिलहाल यतै महेन्द्रनगरमा छु। यो चाहिँ मेरो कन्ट्याक्ट इन्फो रहेको छ। ल आज हामी चाहिँ स्ट्रक्चर सुरु गर्नुभन्दा पहिले यहाँहरूलाई म क्वेसन सोध्न चाहन्छु कि एरेको कन्सेप्ट प्लिज चाहिँ एरेको मिनिङ चाहिँ एकजनाले भनिदिनु हुन अनुरोध गर्छु है त। कुनै एकजनाले एरे भनेको के चाहिँ एरे भएपछि चाहिँ एरेसँगै हामी त्यसलाई कम्पेयर गर्दै पढ्नेछौँ है त अगाडि। एरे भनेको चाहिँ के? एनीवन? हेलो हेलो हेलो। एउटा मेसेज आयो है। हेलो हेलो। त्यो रेस्पोन्स गरिहालौँ है त। ल मैले चाहिँ यो भिडियो अन नै गर्छु है, कतिको चाहिँ देखिन्छ। मेरो त्यो मेसेज छोडेर हुन्छन् रोहित। हजुर, च्याटमा नि मेसेज छोडेर हुन्छन्, त्यता नि हेरिदिनु है। ल एरे भनेको चाहिँ यहाँहरूले भनेको चाहिँ कलेक्सन अफ सिमिलर टाइप अफ डेटा, कलेक्सन अफ सेम टाइप अफ डेटा। एकदमै डम्बर राज जोशी, निराजन हो क्या हो, निराजन थारू। कलेक्सन अफ सेम टाइप अफ डाटा है, यसले एरे भनेको कलेक्सन अफ सेम टाइप अफ डाटा। म हेरिरहेको छु है यता चाहिँ। ल एरे भनेको चाहिँ कलेक्सन अफ सेम टाइप अफ डाटा भन्नाले एउटै टाइपको डाटालाई त्यसले चाहिँ एउटा मेमोरी लोकेसनमा चाहिँ एलोकेट गरे हुन्छ, सेम टाइपको डाटा। फर इक्जाम्पल सेम टाइपको डाटा भन्नाले हामीले एउटा कुनै ल कार्टुन नै भयो, त्यो कार्टुनमा चाहिँ हामीले यदि एप्पल मात्र राख्छौँ भनेपछि त्यो कार्टुन भनेको एउटा चाहिँ मेमोरी एलोकेसन भएको भयो मान्दा हुन्छ। प्लस त्यो कार्टुनमा एप्पल राखेको छ, एप्पल मात्र राखेको छ भनेपछि त्यसलाई भन्छ एरे भन्छ
भन्नाले सिमिलर टाइप एप्पल मात्र छन् त्यसमा, कुनै अरू म्याङ्गो बनाना कुनै अरू फ्रुट्सहरू छैनन् कि एप्पल मात्र छ भनेपछि त्यो त्यस्तो हाम्रो मेमोरी एलोकेसन लाई भन्ने हो एरे। त्यसै गरी अब चाहिँ एरे र स्ट्रक्चरमा थोडा फरक छ। स्ट्रक्चरले चाहिँ हाम्रो त्यो एउटै कार्टुनमा चाहिँ एप्पल, फ्रुट प्लस चाहिँ अरू अरू पनि अरू फ्रुट्सहरू पनि त्यसमा राख्न सक्ने भयो, त्यसलाई भन्ने हो स्ट्रक्चर। अझ आज चाहिँ हामी कुन कुन टपिकमा कभर गर्नेछौँ भन्ने कुरा म यहाँ गइरहेको छु है त। हाम्रो इन्ट्रोडक्सन अफ स्ट्रक्चरको रूपमा पढ्नेछौँ। त्यसै गरी क्रिएटिङ स्ट्रक्चर भेरिएबलको रूपमा पढ्नेछौँ। एक्सेसिङ स्ट्रक्चर मेम्बर पढ्नेछौँ। त्यसै गरी एरे अफ स्ट्रक्चर पढ्नेछौँ। नेस्टेड स्ट्रक्चर पढ्नेछौँ। त्यसै गरी इन्ट्रोडक्सन अफ युनियन पढ्नेछौँ र लास्टमा चाहिँ मल्टिपल चोइसेस क्वेसन्सहरू रहनेछन्, जसमा चाहिँ म चाहिँ यहाँहरूलाई केही क्वेसनहरू देखाउने छु र त्यो क्वेसनहरूको आन्सर चाहिँ यहाँहरूले दिनुपर्ने छ। यो चाहिँ हाम्रो आजको सिलेबस रहेछ। विदिन हामी चाहिँ 45 मिनटमा सकाउनेछौँ, प्लस चाहिँ 1-2 कोडहरू पनि गर्नेछौँ है त। कोडिङ गरेर यहाँहरूलाई म चाहिँ सबै चाहिँ सिकाउनेछौँ। 1 आवर चाहिँ लाग्छ होला कोडिङ गर्दाखेरि। हाम्रो थ्योरी चाहिँ थ्योरी गर्नुपर्दा चाहिँ विदिन 45 मिनटमा चाहिँ सक्नेछौँ है त। ओके, सरी है, यहाँ एकैछिन है त। ओके, यहाँ सूर्य और मनमोहन सुन्दैछौ नि? भन भन। ल यहाँबाट त्यहाँ क्वेसनहरू आयो भनेपछि त्यो क्वेसनहरू चाहिँ भनिदिनु होला। मैले बार उता जानुभन्दा पहिले चाहिँ क्वेसन चाहिँ च्याटमा सोध्नु होला। अनि एकजनाले सूर्य या मनमोहन एकजनाले त्यो क्वेसन सोधेको छ भनिदिनु है त, म त्यहाँ गएर हेर्छु है त। हुन्छ। ओके, नाउ आई एम गोइङ टु स्टार्ट। यो चाहिँ हाम्रो कभरको बारेमा थियो। ल यो स्ट्रक्चर सुरु गर्दैछौँ। इन्ट्रोडक्सन चाहिँ कसरी बुझ्ने त स्ट्रक्चर? हामीले इक्जाममा लेख्नु पर्यो स्ट्रक्चर भनेको के हो भनेर लेख्नु पर्यो भने चाहिँ हामीले त्यो बुकहरूमा भएको जो कन्टेन्ट राखेको हुन्छ त्यो जस्ताको त्यस्तै रट्टा मान्नुभन्दा बुझेर जानु चाहिँ एकदमै चाहिँ बेनिफिट हुन्छ जस्तो मलाई लाग्छ। मसँग एउटा ग्यारेज छ है, एउटा लाइभ इक्जाम्पलमै मसँग एउटा ग्यारेज छ। त्यो ग्यारेजमा चाहिँ आई वान्ट टु स्टोर अल द इन्फर्मेसन अबाउट द कार्स और एनी भेहिकल्स इन माई ग्यारेज। जो हाम्रो ग्यारेजमा अभाइलेबल भएको कारहरू एनी कोही अरू भेहिकल्सहरू होलान्, यदि तिनीहरू चाहिँ हामी तिनीहरूलाई तिनीहरूको डाटाहरू तिनीहरूको इन्फर्मेसनलाई यदि हामी कलेक्सन गर्न चाहन्छौँ भने चाहिँ ग्यारेजमा भएको कारहरूको इन्फर्मेसन एउटै त हुँदैनन्। त्यहाँ इन्फर्मेसन त्यसको कलर होला, त्यसको इन्जिनको हाम्रो कुन इन्जन हो भनेर होला, प्लस त्यसमा चाहिँ तपाईको यसको फ्युल क्यापासिटी कति होला, त्यसै गरी सिटी माइलेज कति दिन्छ उसले भन्ने यस्ता कुराहरू यदि त्यसको हाम्रो तिनीहरूको चाहिँ इन्फर्मेसन कलेक्ट गर्नु पर्यो भनेपछि हामीले के गर्नु पर्यो त? हामीले त्यो सबै इन्फर्मेसन चाहिँ कलेक्ट गर्नुको लागि हामीलाई चाहिएको स्ट्रक्चर। यो चाहिँ मैले लाइभ इक्जाम्पल दिएको, जसमा चाहिँ कम्पेरिजन गरेर पढ्न सजिलो हुन्छ भनेर मैले एउटा इक्जाम्पल राखेको। एउटा यो कारहरू छन्, दुईटै कार फरक ब्रान्डका छन्। तिनीहरूको कलेक्सन गर्दा तिनीहरूको प्रोपर्टी फरक होला पक्कै पनि। अनि तिनीहरूको इन्जनदेखि लिएर व्हिल्सहरूदेखि लिएर सिटी माइलेज, अनि चाहिँ यो चाहिँ यसमा मान्छेहरू कति वर्ष अटाउँछन् त्यो चाहिँ फरक होला। हो, यो फरक हाम्रो
इन्फर्मेसनहरू एउटै मेमोरीमा और एउटै ल कुनै ल मानौँ न त कुनै एउटै फोल्डरमा राख्नु पर्यो भनेपछि फोल्डर है मैले यहाँ सी प्रोग्रामिङमा त्यो फोल्डरको कुरो आउँदैन। एउटा मैले इक्जाम्पल भन्न खोजेँ कि कुनै फोल्डरमा यो सबै इन्फर्मेसनहरू एउटै ठाउँमा राख्नु पर्यो। कुनै एउटै ठाउँमा राख्नु पर्यो भने के गर्ने? हो त्यतिखेर हाम्रो आउँछ स्ट्रक्चरको कुरो चाहिँ त्यतिखेर आउँछ। त्यसमा चाहिँ यसको प्रोपर्टीहरू हेर्दा चाहिँ हाम्रो कारको इन्जन चाहिँ पक्कै पनि क्यारेक्टरमा होला। यसको डेटा टाइप चाहिँ केमा होला? क्यारेक्टरमा होला है त। यसको डेटा टाइप क्यारेक्टरमा होला। अनि यसको सिटी माइलेज चाहिँ फ्लोटिङ पोइन्टमा हुनसक्छ। इभन यो चाहिँ हाम्रो इन्टिजरमा हुनसक्छ। त्यो चाहिँ इन्टिजर डेटा टाइप अलग्गै, क्यारेक्टर डेटा टाइप। अनि त्यसमा माइलेज भनिहालेँ मैले फ्लोटमा। अनि सिट क्यापासिटी चाहिँ फेरि इन्टिजरमा होला भनेपछि यो डिफ्रेन्ट टाइप अफ इन्फर्मेसन हामी एउटै ब्लकमा एउटै ठाउँमा राख्नको लागि हामीलाई चाहिने हो स्ट्रक्चर। यसमा चाहिँ यो गर्नुको लागि हामीसँग एरेसँग त्यो क्यापाबिलिटी छैन। एरे इज नट बेस्ट सोलुसन फर दिस। पक्कै पनि एरेबाट हामी सक्छौँ होला। एरेबाट कसरी सक्छौँ भन्ने कुरा अहिले एकछिनमा आउँछ। त्योभन्दा पहिले हामीले यो डिफ्रेन्ट प्रोपर्टिजहरू चाहिँ यदि एउटै ब्लगमा राख्नु पर्यो भनेपछि